हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म तपाईहरुलाई नेपालीहरुको महान पर्व बडा दशैं विजया दशमी 2082 सालको गाउँघरको परिवेशलाई भ्लग मार्फत प्रस्तुत गर्न गइरहेको छु। यो युट्युब च्यानलमा जो नयाँ हुनुहुन्छ कृपया सर्वप्रथम यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र जो यो च्यानलमा पुरानो हुनुहुन्छ अर्थात् मेरो पूर्व भिडियोहरुलाई भ्लगहरुलाई जसरी माया दिनु भएको छ, साथ सपोर्ट दिनु भएको छ, त्यसै गरी यो भिडियोलाई पनि अन्तिमसम्म हेरेर साथ दिनु हुनेछ भन्ने आशा गरेको छु। यता भैँसीको दुध पाकिरहेको छ। यता देख्न सक्नुहुन्छ भैँसी अनि यो बाडो। यो चाहिँ घर छेउमा रहेको अम्बाको बोटो। यहाँ चाहिँ अम्बा लडरम्मै पाकिरहेको छ। हामी बच्चा हुँदा दशैं भन्न बित्तिकै जुन खालको मनमा आनन्द, हर्ष, उल्लास हुन्थ्यो, उमेर बढे सँगसँगै यो चाहिँ बिस्तारै बिस्तारै हराए जस्तो, गुमे जस्तो कम हुँदै जाने रहेछ। उमेर बढ्दै गएर हो अथवा जिम्मेवारी बढ्दै गएर हो, अचेलका दशैंहरू खल्ला खल्ला लाग्न थालेका छन्। घमाइलो घाम लागिरहेको छ अनि चराहरू चिरबिराइरहेका छन्। अनि यो चाहिँ हाम्रो घर हो। मासुमा हाल्ने मसलाहरू सुकाउँदै हुनुहुन्छ घाममा। यतातिर चाहिँ बुवा र म मिलेर खसीलाई बनाउँदैछौँ। भान्जा पनि खसी बनाउन व्यस्त छन्। बेसार लगाएर खसी रेडी हुँदैछ। काटेर पनि सुकुटी बनाउनको लागि रेडी हुँदैछ। यो खसीको मासु भर्दै गर्ने चाहिँ विधि हो। यता हेर्नुहोस्, यता दाइ मम्मी यता भान्जा भैँसीको दुध खाँदैछन्। अनि पानी नै पानी परेको हुनाले चाहिँ मौसम अलिकति चिसो छ आज। मासु खाँदा खाँदा वाक्क भएर म चाहिँ यता अम्बा खान गएँ। अम्बा चाहिँ अति नै मिठो छ। Organic अम्बा दामी हो न।
मम्मीले चाहिँ भैँसीलाई गोठभित्र लाँदै हुनुहुन्छ। मम्मीले चाहिँ यतातिर भैँसीको दुध दुहुँदै हुनुहुन्छ। यहाँ भैँसीले चाहिँ यहाँ आफ्नो माउको दुध खाइरह भैँसी पाड हो भनौँ। यहाँ माउ चाहिँ यहाँ हाम्रो मामालाई देख्ने बित्तिकै तर्सेर यहाँ दिइरहेको दुध अनि घाँस पनि खाइरह पुच्छर लाउँदै बसिराख्यो। यतातिर चाहिँ भैँसीको दुध पाकिरहेको छ अनि मलाई चाहिँ भैँसीको दुध अति नै मनपर्छ। तपाईँहरूलाई कतिको मनपर्छ? खाँदैछु न हेर्नुहोस् होला Oh, no. यो चाहिँ घाम लागेपछि घर अगाडिबाट देखिने दृश्य हो। हामी चाहिँ दसैँ सकेर काठमाडौँतर्फ फर्किरहेका छौँ। भ्लग चाहिँ एकदम छोटो भएको छ किनभने दसैँमा चाहिँ ज्वरोले म आफै 2 दिन सुतेँ। त्यो भएर पनि भिडियो गर्न सकिएन। धुरीखेलको सडक खण्ड चाहिँ बिग्रिएको कारणले हामी चाहिँ यता नगरकोट हुँदै सल्लाहगारी हुँदै काठमाडौँ जाने विचार गऱ्यौँ। यो चाहिँ नगरकोटको बाटोमा देखेका सानो सानो झरनाहरू हुन्। दिदी भिना छन् मम्मी। अब हामी एकछिन नगरकोटको डाँडामा बसेर फोटोहरू खिच्दैछौँ र यो रमणीय दृश्यलाई अवलोकन गरिरहेका छौँ। यहाँ भान्जा भाइ चाहिँ कुरकुरी खाइरहेका छन्। यता भाइ र भेना चाहिँ फोटो खिच्दै हुनुहुन्छ। म चाहिँ यो भिडियोलाई कहिले गर्दैछु अनि यता हाम्रो दाइ चाहिँ चटपटे लिएर भान्जाहरूलाई दिन आइरहेको छ। यता भेनाजु चाहिँ भाइको फोटो खिच्दै हुनुहुन्छ।
अनि यता चाहिँ म हेर्नु भाइ सानो मम्मी भान्जा भाइ दिदी हामी चाहिँ यहाँ बसेर चटपटी खाँदैछौँ। दसैँको भ्लग चाहिँ यति नै हो। भिडियोलाई मन परे लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला। बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ।